यसरी डोजरले नसोर्ने हो नि त यता बाटो त भरिएर कामै छैन नुनको थुप्रो लाग्छ यो हाम्रो चाहिँ वासस्थान हो हाम्रो नुनको थुप्रो लाग्यो डोजर इले यहाँ अगाडि यस्तो छ हालत ल ल ल ल ल नुनको थुप्रो ओ हातै जाउँ चिसो पनि छ क्या -11 कि 14 तिर पुगेछ घटी आइयो हाम्रो चाहिँ खाना पर्यो हिँडोड ढक्का मान्छे हिँडेर रहेछन् यो छ जुत्ता यतै काट्नुपर्छ स्टफ हियर भन्छ भित्र लान दिन्न जुत्ता काटेर यसै जानुपर्छ जुत्ता राख्नेखेरि यता छ अलग अलग कोठा नम्बर कतिको हो नम्बर ठ्याक्क राखे हुन्छन् मेरा चाहिँ यहाँ छ नि होटलका यहाँ चाहिँ काठमाडौँ त 102 नम्बर अब चाहिँ भित्र आएको अलि न्यानो भयो हेलो गुड मर्निङ हेलो गुड मर्निङ किचन छ सबै कुराहरू छन् अरू किचनमा पकाउनु पनि यता बसेर पनि तयार हुन्छ यो चाहिँ हो यहाँ चाहिँ टक्क खेल्न पाइन्छ टक्क खेल्ने चाहिँ यो सुपर हुन्छ यहाँ बस्ने घाम आएर चाहिँ भित्र घाम ताप्ने पनि पाइन्छ ट्याक्क बसेर यो छ टक्क घाम ताप्ने बस्ने गफहरू गर्नुसँगै यहाँ चाहिँ यस्तो तालिकाहरू दिएको हुन्छ बस कति बेला जान्छ भन्ने यस्तो हुन्छ यहाँ चाहिँ केही खाना खान केही मन लाग्यो भने त्यहाँ ट्याक्क पैसा हाल्ने हुन्छ जिम गर्न मन लाग्यो भने यहाँ छन् जिम गर्ने लाएर यहाँ तल चाहिँ स्विमिङ पुल छ स्विमिङ पुलमा नुहाउन तातो पानी मन लाग्यो भने त जानुपर्छ 16 बजेबाट 24 21 21 23 24 8 घन्टा मात्रै कुद्दो रहेछ लगभग तातो पानी मजाले नुहाउनु पाइन्छ यता बाहिर त यस्तो छ बाहिर सबै त्यस्तै छ भित्र तातो छ बाथरूम हो ल यता टोइलेट हो यहाँ चाहिँ कपडा सपडा धुने वासिङ मेसिन त्यो सुकाउने यहाँ राखिदिएपछि टाइम सेट गरेर सुक्छ यहाँ धुने यता चाहिँ ड्रायर सुकाउने यस्तो छ ओ ज्ञानबहादुर